Hi guys, welcome to my YouTube channel. म वेदना अनि त्यसपछि आज म पोखराबाट भ्लग स्टार्ट गर्दैछु. मैले इन्ट्रोडक्सन चाहिँ यहाँ मेरो रुममा ल्याएको छु. बाई बाई. Okay. सो गाइस अहिले म पोखरामा छु. अनि सामान छ यो हामी ओम साराको के भन्छ अरे अङ्कल आन्टीको घरमा आएको छौँ. उसको सामान छ अरे बिहानै फोन गरेर कुर्ता लिएर आएछ. कुर्ता लाएर जानु भनेर संस्कारी भनेर हो यहाँ अनि ओपा लास्ट टाइम पनि नाइट सप ओपासँगै परेको छ. अहिले पनि ओपासँगै परेको छ. यसको हजुरबाको घर जाँदैछ. के भन्नु छ तँलाई संस्कारी भएर हिँड्दाखेरि केही छैन. ला बोक मेरो हात दुख्यो. हेर औँला हेर्दा यहाँ यस्ता आफ्नो घर आएपछि साथी गर्छन् क्या हेपेको क्या बोकी उस्तो फेरि बेहुली जस्तो बेहुली जस्तो भइने चाहिँ हाम्रो ओपा त्यहाँ गएपछि मैले संस्कारी हुन्छ फेरि भ्लग बनाउनु पाउँदैन. म चुप लगाएर बस्छु. लास्ट फ्लाइटमा खाएको कि खाजा ढिलो हुन्छ भनेर नभए फोटो बनाएर त्यसरी कराएको छ. किन डिजिटली बिहा गरेर ए तल भन् के भएको अरे आज हाम्रो गाइज होइन. यसको अङ्कल आन्टीलाई भेट्न गएको है. खाना नखाने भनेको खाना यस्तो मिठो खुवाएर पठाउनु भयो जबरजस्ती. मलाई त छोरी भनेर आफ्नो छोरी जस्तो भन्नुभयो. फेरि मलाई आऊ पनि भन्नुभएको होइन. कस्तो सोझी देखेर भन्नु. म अहिले सुरुमा चाहिँ एम्बिभर्ट छु नि त अनि पछि एक्स्ट्राभर्ट हुन्छ त्यही भएर हो. अनि यसले चाहिँ होइन अङ्कलले हामीलाई यहाँ क्रू क्याम्पसम्म छोड्न आउनु भएको कि लाइक ट्रिपल रोड बाइकमा आएको. अनि हामी अनि अब सुत्छौँ भनेको थियो तर हाम्रो प्लान चाहिँ आज भैली छैन खेल्ने मेन त लङ्गुर पूजा खेल्ने भनेको नि त्यसको लागि जान थाल्यो. हामी रातिको 11:30 बजे. अनि आज संस्कारी बन्ने भनेर दुवैजनाले घरबाट कुर्ता सल्लाह गरेर ल्याएको छौँ. लाइटले सो गाइज हेर्नुहोस् होइन अब ब्ल्याङ्केटै ओढेर हिँडेको छ क्या. भागेको हुनसक्छ भैली खेल्न आएर. जे हुन्छ पोखरामै हुन्छ. सो गाइज मैले पोखरा मेन पर्पज भनेको चाहिँ लङ्गुर पूजा अब यहाँ देख्न सक्नुहुन्छ. अनि यहाँ पनि छ लङ्गुर पूजा. म होइन लङ्गुर पूजा खेलेर आज म यति पैसा जित्छु भनेर आएको छु नि. सो लेट्स होप फर द बेस्ट. के भन्नु छ दादा भन्नु. nothing. We're just enjoying our vibe in Pokhara and this is our second layover together in Pokhara. गाइस जसले पनि ओमीलाई के अरे एकदमै साई छ भनेर भन्छ नि यसको असली रूप योसँग बसेपछि थाहा हुन्छ. म भन्दा बढी पतरिया. No, that's totally wrong, guys. अब हामी लेक साइड जाँदैछौँ. म दामी ठाउँको भनिदिइहाल्छु नि. सो गाइस दिस इज पोखराको हामी लेक साइड जाँदैछौँ. यस्तो दामी ठाउँ छ होइन. यो पालि मेरो भिडियो सिडियो केही खिच्दैन होइन. मान्छेहरूले हामीलाई फलो गरिरहेको क्या होइन. अनि एभिडेन्स पनि हुन्छ होइन मैले यो भिडियो बनाएको ब्लगको पर्पज अहिले एकछिन साइडमा राखेको छु मैले. होइन पोखराको रियल के भन्छ अरे देउसी भैलो यहाँ फेवा चाल्छ. यहाँ हुँदैछ देउसी भैलो होइन. म अलिअलि क्याप्चर गर्छु. डान्स गरिरहेको छु. मेबी कपिराइट लाग्छ होला तर म उचाइ राख्छु. भट्याएको वाला त्यस्तो राख्छु. दुनिया बुला दो, मजनू
द्याट्स इट फेरि सुरुदेखि भन्नु तेरो भोलि जानु पर्छ रिग्रेट आएर गाइस हामीले यति खतरा खतरा डान्स हेऱ्यौँ होइन अब कपिराइट हाल्दा लाग्छ भनेर सबै हाल्नु मिल्दैन तर म अलिअलि हाल्छु I'm so sleepy right now, guys. उसलाई उठ्नु खाएन अरे भोलि फ्लाइट चाहिँ कसले गर्छ नउठेर अनि त्यही पनि भागी भागी आएको हो झुटो बोलेर हेलमेटै त्यही छोडेर आएछु म यहाँ अहिले म घर गएर सम्झाउनु पर्ने थियो यो के इन्ट्रेस्टिङ त भयो जस्तो लाग्यो नथिङ इन्ट्रेस्टिङ भोलि पर्सि मेरो छोराछोरीले हेर्दाखेरि मम्मीले यस्तो रमाइलो गरेर रहेछ एउटा उपा भन्ने आन्टी रहेछ भनेर हेर्छ नि त सो मेरो बच्चाहरू यो भ्लग तिम्रो लागि मलाई